ल हेर्नुस् फुलमा पानी हाल्ने तरिका है। एउटा स्प्रे बोतल हुन्छ नि पसलमा किन्न पाउने, त्यसमा पैसा खर्च नगर्नुस्। यस्तो हुन्छ नि कोकको अथवा केही जुसहरुको बोतलमा यहाँ पाल 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 पार्नुस् मसिनो, अनि यसरी पानी हाल्नुस्। पैसाको सदुपयोग। ल हेर्नुस् तपाईहरुको गमलाको फुलमा, घरभित्रको फुलमा यसरी पानी हाल्न सक्नुहुन्छ है। यो चाहिँ सुकुलमा भन्ने फुल हो। यसको घेरा घेरा घेराबाट यसरी घेरा 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 पुराउँदै आउँछ कि यो जराबाट। डङ्की टेल गदाको पुच्छर पनि भनिन्छ यसलाई। ल हेर्नुस् यसरी घेरा थियो नि त, यहाँ घेरा मोड्यो अनि यहाँबाट यसरी आएको छ कि। ल हेर्नुस् म तपाईहरुलाई नजिकबाट देखाउँछु है। ल हेर्नुस् यो दानाबाट यो जराबाट यसरी पलाउँछ गयो, यो जरा जरा जान दाना दाना पलाउँदै जान्छ। ल हेर्नुस् पैसाको सदुपयोग गर्ने आइडिया। इनोभेसन भनेको यही हो कि तपाईहरुलाई सजिलो आइडिया, पैसाको सदुपयोग अनि नयाँ चिजको आविष्कार यसरी गर्नुस्।